टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको तर्फबाट जोजुलपा नमस्कार अनि अभिवादन। आजको इन्डिजिनस टेलिभिजनको यो जनसवाल कार्यक्रममा हामीले नेपालका आदिवासी जनजातिहरूको मुद्दा र विशेषतः नेपालमा जातीय विभेदको जुन अवस्था छ त्यो विषयमा आफ्ना मुद्दाहरू यो कुरालाई संयुक्त राष्ट्रसङ्घको जेनेभामा भएको सम्मेलन गोष्ठीमा समेत नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै यो जातीय उन्मूलन यो विभेदको चाहिँ अन्त्यको लागि पहलकदमी गर्ने र त्यहाँको छलफलमा सहभागी हुने जुन स्विजरल्यान्डमा भएको थियो त्यो कार्यक्रममा सहभागी भएकाहरूमध्ये एकजना आदिवासी जनजातिका अभियन्ता तौल थामीजीलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागु। तौल थामीजी, सबभन्दा पहिला नमस्कार। जोजुलपा। हजुर जोजुलपा सिकिनजी, धन्यवाद। तपाईँहरू जेनेभामा भएको जुन गोष्ठीमा पुग्नुभयो, छलफलमा जुन जातीय विभेद उन्मूलनको लागि भएको छलफलमा तपाईँहरू नेपालको तर्फबाट पुग्नुभयो, सरकारको तर्फबाट चाहिँ त्यहाँ सहभागी भएन आधिकारिक रूपमा भन्ने कुरा पनि छ। हजुर, के भएको हो खास? हजुर तपाईँले भने जस्तै यो नेपाल चाहिँ यो अन्तर्राष्ट्रिय महासन्धि छ जातीय विभेद उन्मूलन सम्बन्धी, त्यसको पक्ष राष्ट्र भइसकेपछि यहाँको प्रगतिहरूको बारेमा राज्यले प्रतिवेदन बुझाउनु पर्छ, राज्यले सहभागिता जनाउनु पर्छ। त्यसमा यसपालि 95औं जुन रिभ्यू थियो त्यो कमिटीको, त्यसमा नेपालबाट कोही पनि जानु भएन। तर यहाँको नेपालको प्रतिनिधित्व गर्दै नेपालका राजदूत जो हुनुहुन्छ स्विजरल्यान्डमा, उहाँको नेतृत्वमा चाहिँ सहभागिता रहेको थियो। जुन समीक्षा बैठकमा तपाईँहरू सहभागी हुनुभयो भन्दाखेरि त्यो समीक्षा बैठकमा राजदूत प्रस्तुत भइसकेपछि, त्यहाँ प्रतिनिधित्व भइसकेपछि अन्य मुलुकबाट आएकाहरूले नेपालबाट आधिकारिक रूपमा सरकारको प्रतिनिधि आएन, के भएको भनेर त्यहाँ प्रश्न उठ्यो कि के भयो? हजुर, एकदमै त्यहाँ जुन विज्ञहरू हुनुहुन्छ विभिन्न देशको, नेपाललाई हेर्ने नै अब त्यो ऱ्यापोर्टर हुनुहुन्छ कालिजे, उहाँले पनि धेरै कुराहरू उठाउनु भयो र अन्यहरूको पनि त्यो चाहिँ असन्तुष्टि चाहिँ थियो। त्यही रिभ्यूकै क्रममा पनि प्रश्न चाहिँ उहाँहरूले गर्नुभयो। नेपालले चाहिँ नेपालबाट आएको भए अझ राम्रो हुन्थ्यो। अब नेपालले नेपालबाटै प्रतिनिधित्व नपठाएर यहीँको जुन आवश्यक प्रतिनिधि अथवा राजदूतलाई पठाउनु भनेको चाहिँ यसलाई अलिकति त्यति धेरै महत्त्व नदिएको कि भन्ने चाहिँ उहाँहरूको एकदमै चासो रहेको थियो र त्यो प्रश्न पनि त्यो छलफलको क्रममा पनि उहाँहरूले उठाउनु भएको थियो। यो कुरा चाहिँ जुन चाहिँ बैठकमा तपाईँहरू सहभागी हुनुभयो, त्यहाँ पुग्दाखेरि तपाईँहरूले चाहिँ नेपालमा जातीय विभेद रहेको, हजुर, संविधानदेखि लिएर व्यवहारमा राज्यको तर्फबाट भइरहेको कुरा अवश्य पनि तपाईँहरूले राख्नुभयो होला। तपाईँहरूले राखेको र राज्यको तर्फबाट त्यो त्यहाँ सहभागी भएको जुन चाहिँ राजदूतले राखेकोमा भिन्नता के छ त तपाईँहरूले? भिन्नता त स्पष्टै छ। अब हामीले प्रतिनिधित्व नेपालका आदिवासीहरूको प्रतिनिधित्व गरेर त्यहाँ उपस्थित भएका थियौँ र नेपालमा राज्यले प्रतिवेदन बुझाइसकेपछि आदिवासीको तर्फबाट हामीले पनि छाया प्रतिवेदन, वैकल्पिक प्रतिवेदन जुन भनिन्छ त्यो आदिवासीको तर्फबाट हामीले बुझाएको थियौँ र त्यही वरिपरि रहेर छलफल भएको थियो। अब राज्यले प्रतिवेदन प्रस्तुत गरिराख्दाखेरि चाहिँ सबै कुराहरू राम्रो छ, प्रगति भइराखेको छ, नेपालमा जातीय विभेदहरू कम छ भन्ने हिसाबले प्रस्तुत भएको थियो भने हामीले यहाँ जुन अवस्था छ त्यो यथार्थ कुरा हामीले त्यहाँ राख्ने कोसिस गऱ्यौँ। उदाहरणको लागि संविधान बन्यो, संविधानमा आदिवासीहरूको सहभागिता भएन, प्रभावकारी सहभागिता भएन। उहाँहरूले जसरी आदिवासीहरूको सहभागिता हुनुपर्ने थियो त्यो भएन। सर्ट आफैले पनि जुन विभेद उन्मूलन सम्बन्धी समिति छ त्यो समिति आफैले पनि 2 चोटि अर्ली वार्निङ लेटर नेपाललाई पठाइसकेको हो, संविधान सभाकै पालामा, पहिलो संविधान सभाकै बेलामा। उहाँहरूले त्यहाँ के भन्नुभएको थियो स्पष्ट भने नेपालका आदिवासीहरूको चाहिँ छुट्टै विषयगत समिति बनाएर संविधान सभाभित्र प्रतिनिधित्व गराउनु। यदि त्यो गराइएन र पछि त्यहाँ विद्रोहको अवस्था, द्वन्द्वको अवस्था आयो भने त्यसको जिम्मेवारी चाहिँ राज्य हुन्छ, त्यस्तो अवस्था आउन सक्छ भनेर पहिले नै सर्ट कमिटीले चाहिँ नेपाल सरकारलाई सचेत गराइसकेको अवस्था थियो र त्यही आधारमा संविधान बन्यो नेपालमा। संविधानका आदिवासीहरूको एउटा त सहभागिता रहेन, अर्को जुन प्रावधानहरू आयो त्यसले आदिवासीहरूको अधिकार चाहिँ कटौती गर्यो। अन्तरिम संविधान भन्दा पनि पछाडि फर्केर गयो अहिलेको 72 को संविधान र धेरै धाराहरू आदिवासीहरूलाई चाहिँ प्रत्यक्ष रूपमा विभेद गर्ने, उनीहरूको अधिकारहरूलाई चाहिँ कटौती गर्ने,
कामहरू चाहिँ भएको छ। उदाहरणको लागि हामीले यो दिनदिनै सुन्छौँ समाचारहरू, गाई काटेको अथवा गाईको मासु खाएको उसमा चाहिँ धेरै जेल परेका छन्, पक्राउ परेका छन्। त्यो भनेको संविधानकै डिफेक्ट हो। यहाँ हामी धर्मनिरपेक्ष भनेर हल्ला चाहिँ गरिरहेका छौँ, तर संविधानमा त्यो शब्द भए पनि त्यसलाई त व्याख्या गरिएको छ। धर्मनिरपेक्ष भनेको सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्ने भनेर जुन व्याख्या गरिएको छ त्यो प्रावधानको अल्टिमेटली अन्ततः त्यो फेरि त्यो भनेको चाहिँ हिन्दू धर्मलाई नै प्रमोट गरेको हो। हामीले प्रज्ञा प्रतिष्ठानको डिक्सनरी हेऱ्यौँ भने त्यसमा त्यो सनातन धर्म भनेको हिन्दू धर्मै हो। त्यसकारण नेपाल अझै पनि हिन्दू धर्म नै छ त्यहाँ शब्द राखे पनि। त्यसकारण त्यस्ता धेरै प्रावधानहरू छन्। सहभागिताको कुराहरूमा, उनीहरूको नेतृत्व विकासको कुराहरूमा, निर्णय प्रक्रियामा अथवा योजना तर्जुमाको प्रक्रियामा उनीहरूको सहभागिता नभएको कुराहरू जुन यथार्थ छ हामीले त्यो राख्यौँ। तर राज्यको तर्फबाट चाहिँ अलिकति बढाइ चढाइ गर्ने तरिकाले चाहिँ उहाँले प्रस्तुत गर्नुभएको थियो। भन्दाखेरि राज्यको तर्फबाट चाहिँ विभेद चाहिँ कम छ, विभेद उन्मूलनतिर चाहिँ हामी गइरहेका छौँ भन्ने ढङ्गको प्रस्तुति भयो। तपाईँको आदिवासी जनजातिहरूले राखेको प्रतिवेदन र चाहिँ राज्यको तर्फबाट राखेको प्रतिवेदन त ठ्याक्कै फरक ध्रुवबाट आएको जस्तो देखियो। एकदम त्यो आदिवासीको मात्रै होइन, अब दलित साथीहरू हुनुहुन्थ्यो, दलित साथीहरूले पनि त्यो कुराहरू राख्नुभयो, किनभने उहाँहरूले पनि विभेद सहनु भएको छ। त्यहाँ मधेसीहरूको कुरा पनि उठ्यो। मधेसीहरूको प्रतिनिधित्व त हुनुहुन्न थियो यताबाट गैर राज्य पक्षबाट, तर त्यहाँ मधेसीहरूको कुरा पनि उठ्यो। जुन खालको विभेदहरू भइरहेको छ विभिन्न नाममा, त्यो त हामीले यथार्थ त राख्ने काम चाहिँ हाम्रो राज्यले अब उहाँहरूको बाध्यता होला आफ्नो, होइन, त्यो आधारमा उहाँहरूले राख्नुभयो, प्रस्तुत गर्नुभयो, सबै कुरो ठिकठाक छ भन्ने हिसाबले। तर यथार्थमा हामीले त दिनदिनै अनुभव गरेका छौँ, समुदायसँग काम गरेका छौँ, हामीले देखेका छौँ प्रत्यक्ष रूपमा। त्यो त विभेदको अवस्था त घटेको छैन नि। तपाईँले चाहिँ विभेदको कुरा चाहिँ गरिरहँदाखेरि एउटा चाहिँ धर्मको कुरा जोड्नुभयो। हजुर, त्यहाँ स्पष्ट राख्नुभयो तपाईँको भनाइअनुसार। त्यो बाहेक चाहिँ अरू विभेद भन्दाखेरि कस्ता विभेदहरू, संवैधानिक रूपमा विभेद, यहाँ कानुन रूपमा विभेद, व्यवहारमा विभेद, कस्ता कुराहरू तपाईँले लानुभयो त्यहाँ? हामीले त्यहाँ उठाएको विषयवस्तुमा अहिले पछिल्लो समयमा आदिवासीहरूलाई टार्गेट गरेर उनीहरूलाई नै विभेद गर्ने हिसाबले चाहिँ विभिन्न कोणबाट चाहिँ भइरहेछ। उदाहरणको लागि तपाईँ काठमाडौँमा हेर्नुहोस्, काठमाडौँमा सडक विस्तारको नाममा त्यो पनि एउटा विभेदै हो। हामीले तथ्याङ्कलाई हेऱ्यौँ भने 90% भन्दा यहाँको नेवा समुदाय त्यहाँबाट विस्थापित हुने, उहाँहरूको सांस्कृतिक धरोहरहरू, उहाँहरूको धार्मिक स्थलहरू चाहिँ नष्ट हुने अवस्था छ। त्यो भनेको यो नेवा समुदायको पहिचानलाई, उनीहरूको अस्तित्वलाई नै समाप्त पार्ने त्यो प्रपञ्च हो, हामीले भन्नुपर्ने हुन्छ। राज्यले त्यहाँको नेवाहरूसँग परामर्श गरेका छैन, उनीहरूको सहमति लिएको छैन, उनीहरूलाई कुनै जानकारी नै छैन। पुलिस प्रशासन परिचालन गरेका छ, खोकनाकै घटना हेर्नुहोस्, त्यहाँ आर्मी परिचालन गरेका छ। यो भनेको त त्यो समुदायलाई, त्यो समुदाय आदिवासी अथवा नेवा समुदाय भएको कारणले विरोध गरेको हो। यो स्पष्टै छ। काठमाडौँमा बाहिरको मान्छेहरू धेरै छन्, तर जहाँ जहाँ बाहिरको मान्छेहरूको बसोबास छ त्यहाँ सडकको काहीँ विस्तार पनि भएको छैन, काहीँ नयाँ सडक पनि बनाएको छैन। तर छानी जो पुरानो बसोबासहरू छन्, जहाँ चाहिँ ऐतिहासिक धरोहरहरू छन्, धार्मिक सांस्कृतिक धरोहरहरू छन् नेवा समुदाय, त्यही ठाउँमा मात्रै सडक विस्तार भइरहेको छ। हामीले अधिकांश ठाउँमा काठमाडौँ उपत्यका, काठमाडौँ, भक्तपुर, ललितपुर, त्यो कुराहरूलाई हामीले त्यहाँ उठायौँ र त्यहाँको विज्ञहरूको पनि धेरै नै चासो त्यसमा थियो र उहाँहरूले धेरै प्रश्नहरू नेपालका जुन प्रतिनिधि हुनुहुन्थ्यो उहाँहरूलाई त्यो राख्नु भएको थियो। त्यसै गरी हामीले कैलालीको जुन घटना भयो, जुन दुःखद घटना भयो, त्यो नहुनुपर्ने थियो त्यो घटना भयो, त्यहाँ 7 जनाको ज्यान गयो, त्यो आफैमा दुःखद घटना हो। तर त्यो दुःखद घटना हुँदै पनि त्यहाँ टार्गेट गरी थारूहरूलाई मात्रै दुःख दिने काम भएको छ। उनीहरू विरुद्ध चाहिँ राज्य लागेको स्पष्ट हामी देख्न सक्छौँ। 26 जना थारूहरू अहिले पनि जेलमा छन्। उनीहरूलाई कुनै पनि मुद्दाहरू अहिलेसम्म प्रमाणित भएको छैन। 3 वर्ष भइसक्यो अहिलेसम्म जेलमा छन्। कानुनी प्रक्रियाबाट उहाँहरू अपराधी घोषित भएको छैन। हामीले त्यहाँ प्रत्यक्ष रूपमा अनुगमन गर्दाखेरि पनि, विभिन्न सङ्घ संस्थाहरूको प्रतिवेदन हेर्दाखेरि पनि जो मान्छेहरू चाहिँ त्यहाँ पक्राउ परेका छन्, जेलमा छन्, उनीहरूको सहभागिता त्यहाँ थिएन। उहाँहरू त्यहाँ हुँदै त्यो ठाउँमा जहाँ घटना भएको थियो
त्यहाँ त्यो व्यक्तिहरू थिँदै थिएन। त्यति हुँदाहुँदै पनि यहाँ चाहिँ राज्यले प्रशासनले चाहिँ जबरजस्ती यिनीहरू अपराधी यही व्यक्तिहरू नै त्यहाँ घटनामा संलग्न थिए भनेर थुनिरहेछन् कुनै आधार बिना, कुनै प्रमाण बिना। त्यस कारण त्यो कुराहरू पनि हामीले उठायौँ। त्यसै गरेर आदिवासीहरूले अहिले खतरनाक कुरा के देखिएको छ भन्दाखेरि आदिवासीहरू सङ्गठित हुँदा आफ्नो अधिकारहरू चाहिँ को माग गरिराख्दाखेरि शान्तिपूर्ण तवरले सङ्गठित हुँदा चाहिँ राज्यले यो सामूहिक त्यो सङ्गठित अपराध गर्यो भन्ने हिसाबका आरोप लगाएर धेरै आदिवासीहरूलाई पक्रिने काम गरेको छ। झन् 14 जना मान्छेहरूले त्यसरी पक्राउ गरेका थियो। अझै पनि जेलमा छन्, कतिलाई छुट्यो र कति अझै पनि जेलमा छन्। त्यसैले राज्यले अझै पनि आदिवासीहरूको सवाललाई, आदिवासीहरूको मुद्दालाई चाहिँ यो विखण्डनकारी जातिवादी नजरले हेरेका छ। त्यो कुराहरू पनि हामीले त्यहाँ उठाएका थियौँ। समग्र रूपमा विभिन्न कोणबाट, विभिन्न तह तब्काबाट जसरी यसले विभेद भइराखेको छ, हामीले हेर्दाखेरि यो जाति विभेद जस्तो देखिँदैन। तर खोतल्दै हेर्ने हो भने त्यो टार्गेट समुदाय आदिवासीहरूलाई नै गरिएको छ। अहिले बनेको जुन संविधान छ, संविधानको हिसाबले भन्दाखेरि तपाईँ कानुनको विद्यार्थी पनि हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ। कानुनमा अर्थात् चाहिँ संविधानमा के चिज विभेद छ त? तपाईँको आदिवासी जनजातिलाई विभेद पारिएको भन्दाखेरि तपाईँले के भन्नुहुन्छ? यहाँ हेर्नुहोस्, 50 वटा भन्दा धेरै धाराहरू हाम्रो आबद्ध संस्थाले हामीले विश्लेषण गर्दाखेरि 50 भन्दा बढी धाराहरू चाहिँ विभेदकारी धाराहरू छन्। त्यसमा पनि 5 वटा धाराहरू चाहिँ क्षेत्रीय बाहुन जुन समुदाय छन्, खसारी समुदाय, उनीहरूलाई चाहिँ एउटा जातीय सुप्रिमेसी, जाति सर्वोच्चता कायम गर्ने हिसाबले चाहिँ 5 वटा धारा कुन धारा भन्नुहोस् त? उदाहरणको लागि तपाईँ अब यो 26 हेर्नुहोस्, त्यहाँ धारा 26मा चाहिँ समावेशीकरणको कुरा गरेका छ, विभिन्न समुदायहरूको नाम दिएको छ, तर खसारीलाई पनि त्यहाँ पनि हालेको छ। फेरि संविधानमा अर्को कुरा के छ, विभिन्न ठाउँमा आदिवासी भन्ने शब्द छ, आदिवासी जनजाति भन्ने शब्द छ, मधेसी दलित भन्ने शब्द छ। कहीँ पनि यो समुदाय चाहिँ मधेसी हो, यो समुदाय आदिवासी हो भनेर कहीँ पनि लेखेको छैन। तर खसारी भनेको चाहिँ 5 वटा समुदाय यो हो भनेर त्यही नै व्याख्या गरेको छ। त्यो नै सबभन्दा चाहिँ विभेद त्यहीँबाट सुरु भयो। त्यो शब्द अब आर्य भन्ने शब्द एकदमै पछिल्लो समयमा चाहिँ यो हिटलरले जसरी चाहिँ आर्यहरूको सुप्रिमेसीको कुरा गर्यो, सर्वोच्चताको कुरा गर्यो, नेपालमा चाहिँ त्यही कुराहरू यहाँ लागू भइरहेको छ। राज्यमा जो सञ्चालकहरू छन्, राज्य प्रशासनमा, निर्णय तहमा, उहाँहरूले त्यसरी चाहिँ गरिराख्नु भएको छ। र अर्को कुरा जस्तै आदिवासीहरूको सवालमा कुरा गर्दाखेरि आदिवासीहरूले मागेको भनेको पहिचानसहितको स्वायत्त राज्य होइन, आफ्नो सुशासनसहितको, आफ्नो भूमिमा आफूले शासन गर्नु पाउनुपर्छ, आफ्नो क्षेत्र जुन ऐतिहासिक रूपमा चाहिँ बसोबास गरेका समुदायहरूको आफ्नै टेरिटोरी छ, भूक्षेत्र छ, त्यो भूक्षेत्रमा चाहिँ आफूले शासन गर्न पाउनुपर्छ। त्यो भूक्षेत्रको राज्यहरूको नाम पनि आफ्नै भाषामा ऐतिहासिक रूपमा रहनुपर्छ भन्ने कुराहरूलाई पनि राज्यले नकारेको छ। संविधानमा विशेष संरक्षित क्षेत्रहरू बनाउने भन्ने त प्रावधान छ, तर त्यो कहीँ पनि बनाइएन, अहिलेसम्म कहीँ पनि बनाएको छैन। 7 वटा प्रान्त बन्दाखेरि पनि आदिवासीहरूको त्यसमा असहमति थियो। 10 वटा अथवा 14 वटा बन्नुपर्छ भन्ने कुराहरूमा अडिग आदिवासीहरू थिए। जुन पहिलो संविधान सभामा चाहिँ विज्ञहरूको जुन उच्च स्तरीय समिति, त्यहीँकै नै पहिलो थिमेटिक कमिटी, विषयगत समितिले ल्याएको 14 वटा, विज्ञहरूले ल्याएको 10 वटा, त्यो कुराहरूमा आदिवासीहरूको धेरै हदसम्म सहमति थियो। तर पछिल्लो दोस्रो संविधान सभामा आइसकेपछि त्यो कुनै पनि कुराहरूलाई अङ्गीकार गरिएन। पहिलो संविधान सभाको कुनै पनि कुराहरू स्वामित्व लिइएन र नयाँ ढङ्गले चाहिँ आदिवासीहरूको सबै मुद्दाहरूलाई चाहिँ नकार्दै संविधान ल्याइयो। चाहिँ धेरै कुराहरू चाहिँ विभेदकारी छन्। अब संविधानको पक्षमा बोल्नेहरूले संविधान आयो, संहिता आयो, लोकतन्त्र आयो, गणतन्त्र संस्थागत भयो भन्छन्, तर त्यसले चाहिँ फेरि दिगो रूपमा हुन्छ हुँदैन भन्ने कुराहरू चाहिँ एकदमै प्रश्नै छ अझै पनि। यो कुराहरू पनि तपाईँहरूले चाहिँ त्यो संयुक्त राष्ट्रसङ्घको जुन जेनेभामा भएको समीक्षा बैठकमा राख्नुपर्छ? हजुर, यो कुराहरू पनि हामीले राख्यौँ। हामीले राख्ने भन्दाखेरि पनि उहाँहरूलाई धेरै कुराहरू थाहा छ अलरेडी नै। राज्यले जति नै अब प्रतिवेदनमा राम्रो कुराहरू लेखेको भए पनि त्यहाँको जुन विज्ञहरू छन् उहाँहरूलाई नेपालको बारेमा धेरै कुराहरू थाहा छ। उहाँहरूले नै यो कुराहरू चाहिँ गर्नुभयो। नेपालमा अझै पनि असमावेशी अवस्था छ। तपाईँलाई एउटै उदाहरण दिउँ, त्यहाँ विज्ञहरूले
हाम्रो प्रतिनिधि मण्डल 7 जनाको हुनुहुन्थ्यो, सबैजना बाहुन हुनुहुन्थ्यो र उहाँहरूले त्यहाँ प्रश्न गर्नुभयो तपाईँहरूको प्रतिनिधि मण्डलमा कतिजना चाहिँ अल्पसङ्ख्यक छन्, कतिजना आदिवासी छन्, महिलाहरू 1 जना कि 2 जना हुनुहुन्थ्यो, त्यो महिलाहरूमा चाहिँ आदिवासी महिलाहरू कति को हुन् हैन, अल्पसङ्ख्यकको महिलाहरू कति छन्, को हुन् भन्ने कुराहरूसम्म उहाँहरूले सोध्नु भएको थियो। भन्दाखेरि नेपालबाट गएको टोलीलाई हजुर त्यहाँ त्यो असमावेश देखिन्छ कि हामीले। अनि उहाँहरूले के भन्नुभयो त त्यो बेलामा त? त्यसमा उहाँहरूले खासै प्रतिक्रिया दिनु भएन, हामी त्योतर्फ अगाडि बढ्दैछौँ समावेशीको कुरामा भन्ने कुराहरू चाहिँ भयो। त्यही देखिन्छ एउटा उदाहरण, एउटा कुनै पनि हाम्रो नेपालको प्रतिनिधित्व गरेर अरू देशमा जुन राजदूतावास छन्, कूटनीतिक निकायहरू छन्, त्यसमा हेऱ्यो भने सबै एउटै समुदायको छन्। नेपालमै पनि निर्णय गर्ने प्रक्रियामा, निर्णय गर्ने स्थानहरूमा, प्रशासनमा, प्रहरीमा, आर्मीमा, जहाँ पनि जाउँ एउटै समुदायको छ। त्यसरी हेर्दाखेरि चाहिँ नेपाल चाहिँ एउटै मात्रै जाति छ यहाँ भन्ने जस्तो देखिन्छ, तर त्यो जुन जातिको नेतृत्व छ अथवा उहाँहरूको सहभागिता छ जसमा 30% पनि छैन। 30% दुईटै समुदायलाई मान्यो भने 30% जनसङ्ख्या छ, तर 90% भन्दा माथि चाहिँ उहाँहरूको वर्चस्व छ। त्यो कुराहरू चाहिँ त्यहाँ एकदम कडा रूपमा नै उहाँले उठाउनु भएको थियो, उहाँले चासो देखाउनु भएको थियो। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा हामीले स्विजरल्यान्डको जेनेभामा भएको जुन जातीय उन्मूलन सम्बन्धी जुन विभेद छ त्यो विभेद सम्बन्धी समीक्षा बैठक नेपालको तर्फबाट आधिकारिक रूपमा जानुपर्नेमा जुन दूतावासको तर्फबाट पुगेको र आदिवासी जनजातिहरूले र दलितहरूले लगायतले पनि आफ्नै स्वतन्त्र ढङ्गबाट पनि त्यहाँ सहभागिता भएको र नेपालको तर्फबाट राज्यको तर्फबाट गएका र आदिवासी जनजातिको दलितको तर्फबाट गएकाहरूको प्रतिवेदन त्यहाँ समीक्षा गर्दाखेरि फरक देखिरहेको र त्यहाँ भएका कुराहरूको विषयमा हामी कुराकानी गर्दैछौँ। अब भने छोटो विश्रामपछि पुनः पनि उहाँहरूसँग भएका त्यहाँ छलफल र उहाँ उठेका कुराहरू र विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया खिची बुख मनोरञ्जन यादव नेवाल निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाल फेरि पनि तपाईलाई स्वागत छ इन्डिजिनियस टेलिभिजनको यो जनसवाल कार्यक्रममा। हामी आज कुराकानी गर्दैछौँ संयुक्त राष्ट्र सङ्घको जुन जातीय उन्मूलन सम्बन्धी जुन विभेद भइरहेको छ त्यो विभेदको अन्त्यको लागि भएको समीक्षा बैठक र विभिन्न राष्ट्रको तर्फबाट प्रस्तुत भएको प्रतिवेदनको विषयमा छलफलको भएको बैठकमा सहभागी भएकाहरूमध्ये एकजना टलठामीजीलाई आमन्त्रण गरेका छौँ। उहाँसँग फेरि पनि कुराकानीतर्फ लाग्नेछौँ। उहाँ आदिवासी जनजातिका अभियन्ता र अधिवक्ता समेत हुनुहुन्छ। टलठामीजी, तपाईँले जुन जेनेभामा भएको यो समीक्षा बैठकमा भएका कुराहरू, विभेदका कुराहरू, संविधान लगायतका कुराहरू चाहिँ तपाईँले राख्नुभयो र त्यहाँ भएका कुराहरू स्पष्ट रूपमा देखाउनुभयो, चित्रण गर्नुभयो एक ढङ्गबाट। नेपालकै सन्दर्भमा भन्दाखेरि यो उपत्यकामा नै सडक विस्तारको सवालमा पनि विभेद भयो भन्ने कुरा तपाईँको रह्यो, त्यहाँ प्रस्तुति पनि रह्यो, सबैको ध्यान आकर्षित भयो नि तपाईँको। तर नेपाल सरकार यहाँका मान्छेहरूले के भनिरहेका छन् भने व्यक्तिले अनुमति दिइसकेपछि, मुआवजा लिइसकेपछि, व्यक्तिको असहमति नभइसकेपछि त्यो त लिन पाउनु पर्यो नि। त्यो त राज्यले विकासको लागि त अगाडि बनाउँदाखेरि अलिअलि अप्ठ्यारो भए तापनि विकास सबैको साझा हुनु पर्यो नि भन्ने तर्क सँगसँगै काठमाडौँ उपत्यकामा त कुनै पनि आदिवासी छैन भनेर पनि सम्मको कुरा चाहिँ ल्याएको छ। यसलाई तपाईँहरूले कसरी लिनुभयो त? होइन, त्यो चाहिँ तर्क होइन, कुतर्क हो। हेर्नुहोस्, पहिलो कुरा त सबैले त्यो सहमति जनाएको भए, सबैले मुआवजा लिएको भए आन्दोलन नै उठ्दैन थियो, सवालै उठ्दैन थियो। र अर्को कुरा चाहिँ हामीले आदिवासीको कुरा गर्दाखेरि नेपालले आइएलओ महासन्धि 109 संयुक्त राष्ट्र सङ्घको आदिवासी सम्बन्धी घोषणापत्र छ, त्यसमा हस्ताक्षर गरिसकेपछि आदिवासीको क्षेत्रमा विकास गर्दाखेरि उनीहरूको सहभागिता त्यहाँ हुनुपर्छ। उनीहरूसँग अग्रिम जानकारी दिनुपर्छ, उनीहरूलाई सुसूचित गर्नुपर्छ र उनीहरूको सहमति लिएर मात्रै विकास गर्न पाउँछ आदिवासीहरूको क्षेत्रमा। यो कुराहरू
राज्यले गरेका छैन। र अर्को कुरा विकासको जुन मोडल ल्याएको छ त्यो विकासभन्दा पनि विनाश बढी गर्ने मोडल चाहिँ यहाँ नेपालमा अहिले भित्रिएको छ। त्यो कसरी भने विकास भनेको जनताको लागि हो, जनताको जीवन स्तर उकास्नको लागि हो, जनताको जीवनलाई चाहिँ अझ सहज बनाउनको लागि हो, जनताको सुविधाको लागि हो नि त विकास भनेको त। तर यहाँ चाहिँ के भयो भन्दाखेरि जो केही सीमित मान्छेहरूको सुविधाको लागि जो हुने खाने छन्, जो आर्थिक रूपमा सम्पन्न छन्, तिनीहरूको गाडी चलाउनको लागि चाहिँ यहाँ वर्षौँदेखि पुस्तौँ पुस्तादेखि बसिआएका नेताहरूको घर भत्काएर अनि त्यहाँ गाडी चलाउने विकासको मोडलै त्यो खराब भयो। त्यसको विकल्पहरू धेरै छन्। जुन सडक विस्तारबाट पीडित सङ्घर्ष समिति विभिन्न ठाउँमा छ, उहाँहरूले विकल्प पनि दिनुभएको छ। तर त्यतातिर कहिले पनि राज्यले उनीहरूसँग छलफल गर्ने, उनीहरूसँग वार्ता गर्ने, समस्याको समाधान गर्नेतर्फ चाहिँ गएको देखिँदैन। त्यस कारण यो हामीले विकासको तर्क गरिराख्दाखेरि त्यो पक्षबाट पनि हामीले बुझ्नुपर्छ। र सडक चौडा हुँदैमा, सडक लम्बाइ बढ्दैमा, अब कङ्क्रिटको घर बढ्दैमा, होइन, बिजुलीको तारहरू टाँगिँदैमा विकास हुँदैन। त्यो विकासबाट समुदायले, जनताले कति लाभ लिएका छन्, जनताको जीवनस्तर कति सुध्रिएको छ, त्यो महत्त्वपूर्ण कुरा हो। तर यहाँ चाहिँ विकासको नाममा जुन भइरहेको छ त्यसले चाहिँ उनीहरूको सर्वस्व नै सखा पार्ने काम भएको छ। उनीहरूको इतिहास सकिँदैछ, उनीहरूको पहिचान सकिँदैछ, उनीहरूको धार्मिक सांस्कृतिक स्थलहरू सकिँदैछ, उनीहरूको घाँस कपास नै सकिँदैछ। त्यसकारण यसले सबैले सहमति गर्यो, समुदायको सहमति छ, मुआवजा लियो भन्ने कुरा नै गलत हो। र अर्को कुरा चाहिँ जुन पुरातात्विक अथवा सांस्कृतिक क्षेत्रहरूको संरक्षण गर्नुपर्ने दायित्व राज्यको हुन्छ, त्यो पनि गरेन भन्ने कुरा गरिएन। तर आदिवासी जनजाति भनेर चाहिँ उपत्यकामा छैन भन्नुको अर्थ के हो त? अब यहाँ चाहिँ जुन राज्यमा बसेका छन् उहाँहरू चाहिँ यो कुराहरू चाहिँ सहमत उहाँहरूलाई हुन गाह्रो छ। किन होला त? तपाईँको अब राज्यले नै तपाईँको नेवार समुदायलाई आदिवासी जनजाति भनेर सूचीकृत गरेको छ। आदिवासी जनजातिको जन्मथलो यहीँ भनिन्छ। तर यहाँ पनि यहीँ न आदिवासी जनजाति कोही छैन भनेर चाहिँ आधिकारिक मान्छेले बोल्छ। के भन्न खोजेको होला यो? होइन, जुन मान्छेले को कुरा हामी अहिले गर्दैछौँ उसँग त्यो बोल्ने कुनै त्यो धरातल छैन, होइन। त्यो व्यक्तिले बोलेर हुनेवाला केही होइन, एउटा कुरा। र अर्को कुरा चाहिँ यो मानसिकता नि हाम्रो जुन हाम्रो राज्य सत्तामा छन्, निर्णय गर्ने ठाउँमा छन्, उनीहरूको मानसिकता नै अलि पूर्वाग्रही ढङ्ग छ के आग्रह पूर्वाग्रह छ। र अरू समुदायहरू जो वर्षौँदेखि उत्पीडन छन् उनीहरू माथि आउँदै नहुन् भन्ने नै त्यो हो अल्टिमेटली चाहिँ। यहाँका आदिवासीहरूलाई आदिवासीहरूको त्यो पहिचानै नदिने। यदि उनीहरूलाई पहिचान दियो भने उनी सङ्गठित हुन्छन्, आफ्नो अधिकारको कुराहरू अगाडि ल्याउँछन्। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दस्तावेजहरू छन् मानव अधिकारको, आदिवासीहरूको अधिकार सम्बन्धी, त्यसको आधारमा उनीहरूले चाहिँ अधिकार लिन्छन्। उनीहरू पनि सक्षम हुन्छन्, नेतृत्वमा आउँछन् भन्ने त्यो डर भएर नै एउटा तबकाका व्यक्तिहरू चाहिँ हामी सबै आदिवासी हो, यहाँ नेपालमा जति छ सबै आदिवासी हो भन्ने खालको चाहिँ त्यसरी तर्क गर्छन्। तर हामीले त्यसको आदिवासीहरूको परिभाषा, आदिवासीहरूको जुन क्यारेक्टरिस्टिक्स हेर्ने हो भने त नेवारहरू आदिवासी हो। हामी नेपालले 59 आदिवासीहरू छन्। ILO 169 को जुन परिभाषा हेऱ्यौँ भने पनि त्यो त स्वतः नेवारहरू आदिवासी हो। आफ्नै भाषा छ, आफ्नै संस्कृति छ, आफ्नो इतिहास छ, आफ्नो परम्परा छ, आफ्नै भूमि छ। महत्त्वपूर्ण कुरा। अरू समुदाय जसले चाहिँ हामी पनि आदिवासी हौँ भनिरहेछन् उनीहरूको भूमि कहाँ हो त? भूमि त देखाउन सक्दैन नि त्यो समुदायहरूले। उनीहरूको स्पष्ट इतिहासमा लेखिएको छ काशीबाट नेपाल पसेको, भारतबाट, अहिलेको भारतबाट, हिन्दुस्तानबाट मुसलमानहरूको सँग लड्न नसकेर मुसलमानहरूबाट भागेर नेपाल पसेको भन्ने त्यो इतिहास त स्पष्टै छ नि त। तर नेवारहरू कहाँबाट भागेर आए त? होइन, यहाँको आदिवासीहरू कहाँबाट आए त? उनीहरूको त्यहाँ त्यो भूमिसँग, त्यहाँको प्राकृतिक स्रोतसँग, प्रकृतिसँग त उनीहरूको अन्यासी सम्बन्ध छ। त्यो कसैले काट्नै सक्दैन। यदि जो समुदायहरूले अहिले हामी पनि आदिवासी भनिरहेछौँ त्यो खोज्दै जाने भने त काशी पुग्नु पर्यो, होइन? त्यसकारण त्यो भनेको चाहिँ गलत कुरा हो त्यो तपाईँको बुझाइमा। एउटा कुरा छ नि, पछिल्लो समयमा समावेशिताको सवाललाई लिएर खस आर्यलाई समावेशितामा राखियो, यो सुधार्नुपर्छ भन्ने ढङ्गको युरोपियन युनियनको कुरा आउनु, त्यसलाई चाहिँ राज्यको तर्फबाट, प्रधानमन्त्रीको तर्फबाट अस्वीकार गर्नु,
अनि पछिल्लो समयमा फेरि एउटा अर्को चर्चा आयो त यो संविधान बनाउँदाखेरि चाहिँ मान्छे मारेर संविधान बनायो भन्ने कुरा यो गलत हो, यो चाहिँ विखण्डनबाट जोगाउनुको लागि बनाइएको भन्ने कुराहरू पनि सरकारको तर्फबाट प्रधानमन्त्रीको तर्फबाट लगायतको कुराबाट आइरहेको छ। के हो तपाईँहरू यताउता जानु, अन्तर्राष्ट्रिय जगतमा लबिङ गर्नु, यता बाहिर यो कुरा आउनु, सरकारको तर्फबाट चाहिँ बोल्नु भन्दाखेरि उता तपाईँहरूले लबिङ गरेको रियाक्सन हिसाबले नै यो कुरा आइरहेको हो कि के हो त यो? होइन, यो त हामीले सबैले लामो समयदेखि यो कुरा गरेकै हो। पहिलो कुरा संविधान बन्ने पछि नै हेर्नुहोस् कतिजना मधेसी मरे, 50-60 जना मधेसीहरूले ज्यान दिए, विभिन्न ठाउँमा आन्दोलन भयो, थरुहट क्षेत्रमा आन्दोलन भयो, धेरै क्षति भयो धनजनको। होइन, यो त मान्छे मारेर नै एउटा समुदायलाई दबाएरै बनायो हो नि त। त्यो त हामीले स्पष्टै छ कि त्यसमा हामीले चाहिँ झुटो बोलिराख्नुपर्ने, हामीले चाहिँ अब यसलाई टाकछुप गर्नुपर्ने कारण नै छैन। त मधेसमा हेर्नुहोस् न 50-60 जना मान्छे मऱ्यो, त्यो विद्रोह त्यसको विरोध गर्दाखेरि मरेको हो नि त। त्यो पनि फेरि कसरी मारिएको छ, छाती टाउकोमा ताकी गोली हानेर मारिएको छ भनेपछि त्यसलाई चाहिँ हामीले चाहिँ विभिन्न कुराहरू गरेर ढाकछोप गर्ने, त्यसलाई विषयलाई अन्तर गर्ने, अन्तै मोड्ने त्यो जरुरत छैन। स्पष्ट छ, ऐना जस्तै छर्लङ्ग छ त्यसमा, कुनै हामीले झुटो बोली राख्नै पर्दैन। होइन, मधेसीहरूले आवाज उठाउँदाखेरि, थारूहरूले आवाज उठाउँदाखेरि, आन्दोलन गर्दाखेरि हेर्नुहोस् अहिलेसम्म 26 जना थारूहरू बिना कारण जेलमा छन्। त्यत्रो घटना भयो, लाखौँ थारूहरू सडकमा उत्रियो, मधेस जल्यो महिनौसम्म। तर यो चाहिँ यो वास्तविकतालाई, देशको यथार्थलाई, यो वास्तविकतालाई चाहिँ ढाकछोप गर्नको लागि यो विभिन्न तिग्रम, विभिन्न बहानाबाजी गर्ने चाहिँ यो राज्यमा जो व्यक्तिहरू छन्, जसले निर्णय गर्ने ठाउँमा छन्, उनीहरूको यो चाहिँ गलत प्रचार मात्रै हो। त्यसमा यथार्थ छैन। यो कुरा चाहिँ अन्तर्राष्ट्रिय जगतले राम्रै बुझेको छ, उनीहरूले स्पष्ट बुझेको छ। तपाईँले युको कुरा गर्नुभयो, युले भनेको कुरा हामीले धेरै अगाडिदेखि भन्दै आएका छौँ। संसारमा जो समुदाय चाहिँ राज्य सत्ता कब्जा गरेर बसेको छ, त्यो समुदायलाई आरक्षण कहीँ पनि दिइँदैन, कोटा कहीँ पनि व्यवस्था हुँदैन। नेपालमा चाहिँ त्यस्तो देश हो जहाँ राज्यको हरेक निकायमा एउटै जाति समुदायको कब्जा छ वर्षौँदेखि। त्यो कब्जा पनि फेरि यहाँ अहिले तर्क गरे जस्तो क्षमता भएर, दक्षता भएर भनेर अब टुप्पी कसेर पढेर जुन खालको तर्क आउँछ नि, त्यो होइन। अरू समुदायलाई नीति नियम कानुन बनाएर दबाएर, उनीहरूलाई विभेद गरेर, उनीहरूलाई कहिल्यै उठ्न नसक्ने तरिकाले चाहिँ दबाएर अनि त्यो कब्जा गरेको हामीले त्यो बुझ्नुपर्ने कुराहरू चाहिँ। अरू समुदाय चाहिँ अहिले यहाँ आरोप लाउने चाहिँ आदिवासी जनजातिहरू पढ्दैनन्, मेहनत गर्दैनन्, दुःख गर्दैनन्, जाँड सिकान्छन् भने त्यो चाहिँ राज्यले बनाएको हो क्या। किनभने हिजो त आदिवासीहरूले राज्य सञ्चालन गरेको थियो नि त। तपाईँले किराँत कालको इतिहास हेर्ने हो भने अहिलेसम्ममा एकदम राम्रोसँग राज्य सञ्चालन भएको इतिहासको रूपमा, त्यो अवधिको रूपमा त किराँत इतिहासलाई देख्छौँ नि त हामीले। अहिले हामी त्यही पढ्छौँ युनिभर्सिटीमा, कलेजहरूमा। त्यसरी तर्कहरू चाहिँ यहाँ गलत कुतर्कहरू आइरहेका छन्। अर्को युको प्रतिवेदन हामीले पहिलेदेखि नै विरोध, हामीले त्यो कुरालाई पहिलेदेखि उठाइरहेका थियौँ। तर युले लेख्दाखेरि चाहिँ ठुलो कुरा भयो, यहाँ हङ्गामा मच्चियो, विभिन्न कुराहरू आयो, विदेशी हस्तक्षेप दुनियाँ कुराहरू आयो। त्यो यथार्थ कुरा चाहिँ फेरि त्यो रिपोर्ट यथार्थ कुरा चाहिँ छ। त्यो कोटा अथवा कुनै सहुलियत भनेको जो समुदायहरू चाहिँ ऐतिहासिक रूपमा विभेद पारिएका छन्, उनीहरूलाई चाहिँ केही अवसर दिएर, विशेष व्यवस्था गरेर उनीहरूको अवस्थालाई माथि उठाउने हो र समन्याय अथवा न्यायपूर्ण समाज निर्माण गर्ने हो। तर यहाँ चाहिँ क्षेत्री बाहुनलाई नै फेरि पनि कोटामा पनि 30% छुट्याएर अगाडि लानु खोजेको भन्ने तपाईँ छोटोमा अन्तमा एउटा बताइदिनुहोस् न। अब चाहिँ जुन तपाईँहरू चाहिँ जेनेभामा जानुभयो, समीक्षा बैठकमा पुग्नुभयो र त्यहाँ कुरा राखिसकेपछि अब नेपाल सरकारलाई हेर्ने, नेपाललाई आर्थिक रूपमा सहयोग गर्ने दातृ निकायहरू यिनीहरूले कस्तो भूमिका खेल्ला छोटोमा? होइन, अब त्यसको रिभ्यू भइसकेपछि उहाँहरूले सिफारिस गर्छ, जुन कमिटीले जाति विभेद उन्मूलन सम्बन्धी जुन समिति छ विज्ञहरूको, 18 जना विज्ञ त्यहाँ रहनुहुन्छ, उहाँहरूले सिफारिस गर्नुहुन्छ। त्यो प्रतिवेदनकै आधारमा, छलफलकै आधारमा कस्तो सिफारिस आउँछ त्यो हेर्न बाँकी छ र नेपाल राज्यले चाहिँ त्यो सिफारिसहरू कार्यान्वयन गर्नुपर्ने हुन्छ। र अर्को कुरा सहयोगको कुरामा चाहिँ नेपालमा जति पनि सहयोग आइरहेका छन् त्यो सहयोग सही ठाउँमा प्रयोग भएको छैन।
त विकासको नाममा, मानवाधिकारको नाममा, होइन, समानताको नाममा, न्यायको नाममा जति पनि स्रोतहरू आइरहेका छन् त्यो एउटा समुदायको मात्रै कब्जामा छ अझै पनि। यदि त्यस्तै भइरह्यो भने एउटा समुदायमाथि चाहिँ त्यस्तो स्रोतहरू प्रयोग हुने अवस्था छ भने अन्तर्राष्ट्रिय समुदायले पनि पक्कै पनि सोध्छन्। यो अस्तिको हामीहरूको छलफलमा पनि त्यो कुराहरू चाहिँ आयो। आदिवासीहरूको लागि अन्तर्राष्ट्रिय निकायको सहयोग कति जान्छ त भन्ने कुराहरू आयो। छैन आदिवासीहरूको लागि, थोरै दियो भने यहाँ ठुलो कुरा गरिन्छ भन्दाखेरि यो सवालमा पनि ध्यान राख्ने छन्। अब राख्छन् एकदमै। मानवाधिकार अन्तर्राष्ट्रिय समुदायको मुख्य लक्ष्य भनेको मानवाधिकारको सम्मान गर्ने, संरक्षण गर्ने हो। त्यो मानवाधिकार विरोधी कामहरू भन्छ भने त पक्कै पनि सोध्छन् सहयोगमा। तल थामीजी तपाईँ आइदिनु भयो, यति धेरै कुरा राखिदिनु भयो, यसको लागि धन्यवाद। फेरि नम्बर हजुर नमस्कार। धेरै धन्यवाद जोजोलपा। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला